नमस्ते एभ्रिवान। आज चाहिँ कसरी मोमोको मिठो अचार बनाएर खान सकिन्छ भनेर अर्को म अचारको रेसिपी लिएर हजुरको माझमा आइसकेको छु। हेर्नुहोस् त, एउटा गहिरो भाँडामा मैले बदाम हालेँ, तिल हालेँ र हेर्नुहोस् यो सुकेको जिरे खुर्सानी नेपालबाट ल्याएको, एकदम मिठो हुन्छ स्वाद पनि। अनि त्यसमा मैले चाहिँ नेपालबाट पठाउनु भएको ममले लोकल टिमुर हालिदिएँ। अनि यसलाई चाहिँ अब मैले मजाले रोस्ट गरेर अनि चलाउँदै डढ्न दिनु हुँदैन, किनकि हेर्नुहोस् त। अनि यति भइसकेपछि मेरो चाहिँ आजको लागि रेसिपी चाहिँ रेडी भयो। अब एउटा गहिरो भाँडोमा तेल हालेँ, मेथी झाने र मेथी झानेर चाहिँ त्यसको माथि चाहिँ जिरा झाने र जिरा झानिसकेर यिनी पाकिसकेपछि चाहिँ अब मैले यसको माथि चाहिँ चप गरेको चाहिँ लसुनलाई हालेर रातो हुनुन्जेल यसलाई एकछिन फ्राई गरेँ। अनि लसुन हेर्नुहोस् त मेरो रातो ब्राउन भइसकेपछि मैले यसमा चाहिँ चप गरेको प्याज र हरियो खुर्सानी हालेँ, किनकि अब अचार भनेको टक्क मिठो पिरो हुनुपर्छ नि त होइन त गाइज। अनि टक्क स्वादअनुसार बेसार, स्वादअनुसार नुन, अनि जिरा धनियाँको धुलो, अनि त्यसमाथि अनि टक्क हल्का कलरको लागि कश्मिरी लाल मिर्च हालेर मस्त यसलाई चाहिँ फ्राई गरेर एकछिन मसला पाक्न दिनुपर्छ, नभए स्मेल नराम्रो आउँछ। अनि यति भइसकेपछि मैले यसमा चाहिँ अनि टक्क आज चाहिँ मसँग चाहिँ अर्को टमेटो सकिएको चाहिँ म चाहिँ चेरी क्यानको टमाटर हालेको अचारमा हेर्नुहोस् त, क्यानको ढक्कन पर्न गएको अनि यसलाई नि मजाले मैले गल्ने गरी पानी हाल्दै चलाउँदै मस्त यसलाई गल्ने गरी चाहिँ मैले पकाएँ। हेर्नुहोस् त, मेरो अचार चाहिँ पाकेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ मैले एकछिन सेलाउनको लागि राखिदिएँ। अनि यसमा माथि अघि मैले किनेको बदाम, भुटेको तिल र त्यो खुर्सानी र टिमुरलाई हालेर एकछिन मजाले मिक्स गरिदिएँ र मिक्स गरिसकेपछि यो अचारलाई एकछिन सेलाउनलाई राखिदिएँ र माथिबाट चाहिँ मैले टक्क हरियो धनियाँ टक्क राखेर एकछिन अब रेडी भयो। अब मैले चाहिँ यसलाई ग्राइन्डर मिक्सीको जारमा हालिसकेँ पिस्नको लागि। अनि ल हेर्नुहोस् त, टक्क पिसेर कस्तो मजाको अचार चाहिँ रेडी भइसकेको छ। अनि यो अचार चाहिँ तपाईँहरूले मोमो, चाउमिन र जेसुकैसँग पनि खान सक्नुहुनेछ। एकदम यो पिरो अमिलो